शुभम पाण्डे र महिष्का खनाल। आउनुहोस् हेरौँ 2022 साल असारको पहिलो साता छैन महिना नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएका प्रेरणादायी शैक्षिक तथा अतिरिक्त गतिविधिहरूको विस्तृत विवरण। 2022 साल असारको 1 गते आइतबार 2 हप्ताको गर्मी विदा समाप्त भई विद्यालय पुनः सञ्चालनमा आएको छ। जे 14 गतेदेखि सुरु भएको गर्मी विदा असारको आइतबारदेखि पुनः विद्यालयमा पठन पाठन सञ्चालन भएको छ। विद्यार्थीहरू ताजिका र उत्साहका साथ कक्षामा फर्किएका छन्। असार 2 गते सोमबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयको प्राङ्गणमा राष्ट्रिय झण्डा, विद्यालयको झण्डा र 4वटै सदनहरूको झण्डा प्रतिष्ठान गरियो। विद्यार्थी शिक्षक र कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको यो कार्यक्रममा गौरव र एकताको सन्देश प्रवाह गरिएको थियो। असारको 3 गते मंगलबार विद्यार्थीहरूको चौतर्फी विकास सुनिश्चित गर्ने र व्यक्तिगत रुचि अनुसार मार्गदर्शन प्राप्त गर्ने उद्देश्यले एक विशेष कार्यक्रम सम्पन्न गरियो। सामान्य ज्ञानमा बढी रुचि राख्ने विद्यार्थीहरूको छनौट गरी उनीहरूका लागि लक्षित तयारी तथा बौद्धिक क्षमता अनुसारको प्रशिक्षण प्रदान गरियो। यसले विद्यार्थीहरूमा आत्मअनुशासन र ज्ञानप्रतिको उल्लेखनीय वृद्धि गराएको छ। असार 4 गते विद्यालयका प्रतिभाशाली विद्यार्थी किशन सार्कीले बनाएको चित्र अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा प्रकाशन गरेको छ। उनको चित्र फिनिश रेड क्रस सर्कल फिनल्याण्ड, स्विस रेड क्रस सर्कल स्विजरल्याण्ड र नेपाल रेड क्रस सोसाइटी तथा एनआरसीएस रूपन्देही जिल्ला शाखा लगायत अन्य सामाजिक सञ्जाल पेजहरूमा प्रस्तुत गरिएको छ। यस सफलताको आधारमा फिनिश र स्विस रेड क्रस सोसाइटीको अनुरोध र नेपाल रेड क्रस सोसाइटी छैन महिना उपशाखाको सहयोगमा किसानसँग अन्तर्वार्ता तथा भिडियो रेकर्ड गरियो। यसले व्यक्तिगत सफलता मात्र होइन विद्यालयको सृजनात्मक संस्कृतिको पनि उजागर गरेको छ। असार 5 गते बिहीबार 74औं स्काउट स्थापना दिवसको अवसरमा विद्यालयको स्काउट ट्रुपले सामुदायिक सरसफाईको कार्यक्रम आयोजना गरेको थियो। स्काउट मास्टर कल्पना राणाको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा 40 भन्दा बढी स्काउटका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रारम्भ स्काउट ग्रुप लिडर आश्रया जीसी र आयुष गेवालीको अगुवाईमा झण्डा प्रतिष्ठान र मार्च पास्ट मार्फत भएको थियो। यस विद्यालयको व्यवस्थापन समिति, शिक्षकवर्ग र स्थानीय समुदायको उल्लेखनीय सहभागितामा विद्यार्थीहरूको अनुशासन, स्वच्छता र सामाजिक चेतना बारेमा अभिवृद्धि भएको विद्यालय प्रशासनले जनाएको छ। दिन विद्यालयका विद्यार्थी विज्ञान गौतम, सन्ध्या पन्थी र सफलराज पाण्डेले न्यू एकाडेमी बोर्डिङ स्कुलमा आयोजित स्काउट क्विज प्रतियोगितामा उत्साहपूर्वक सहभागिता जनाएका थिए। यसै दिन कक्षा 11 को वार्षिक नतिजा पनि सार्वजनिक गरिएको छ। उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना र अन्य विद्यार्थीहरूलाई आगामी प्रयासका लागि शुभकामना व्यक्त गर्दछौ। विद्यार्थीहरूले रिजल्ट हेर्नका लागि विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। असार 6 गते विद्यालयमा सृजनात्मक प्रतियोगिताहरू सञ्चालन भएका थिए। नर्सरीदेखि कक्षा 3 सम्मका लागि फ्री ड्रोइङ कम्पिटिसन भएको थियो भने कक्षा 4 देखि 10 सम्मका लागि एसे राइटिङ कम्पिटिसन भएको थियो। एसेको टपिक थियो जङ्क फुड एन्ड इट्स इम्प्याक्ट इन आवर हेल्थ। विद्यार्थीहरूले उक्त विषयमा गहिरो सोच र लेखन शैली प्रस्तुत गरेका छन्। यसले विद्यार्थीहरूमा सृजनात्मक र स्वास्थ्य परिको चेतना बारेमा सकारात्मक प्रभाव पुर्याएको छ। यसै दिन छैन महिना नगरपालिका वडा नम्बर 9 कार्यालयले आयोजना गरेको हाजिरी जवाब प्रतियोगितामा हाम्रो विद्यालय तर्फबाट विद्यार्थी आशा ग्यावाली र अङ्कित घिमिरेले सहभागिता जनाएका थिए। कार्यक्रम जनचेतना मावि छैन महिना 9 मा भएको थियो। यस साता सम्पन्न यस्ता बहुपक्षीय गतिविधिहरूले विद्यार्थीमा नेतृत्व क्षमता, बौद्धिकता, सृजनात्मकता बढाएको विद्यालयको विश्वास रहेको छ। सबै गतिविधिहरूलाई सफलतापूर्ण आयोजना गर्न सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरूलाई हार्दिक धन्यवाद। विद्यालयको साताभरिको गतिविधि समेटेर तयार पारिएको यो हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? सकारात्मक सुझाव र सल्लाहको प्रतीक्षा रहनेछ। हामी फेरि आउनेछौँ अर्को साता नयाँ गतिविधिहरूको समाचार लिएर। त्यस समयसम्मका लागि अनुमति दिनुहोस्। नमस्कार। जय छैन महिना।